ल यहाँ हाम्रो तिहारको लागि मेन कुरा भन्नु चाहिँ यस्तो है। हेलो गाइज, वेलकम टु माई ब्लग है। आज तिहारको दिन सबैलाई तिहारको शुभकामना है। हाम्रो नि यस्तो रेडी हुँदैछ है। म एउटा ठुलो आएको घर टिका लाउन जान्छु। यी नानीहरूलाई दादाहरू आउनुहुन्छ टिका लाउन, अनि टिका लगाएर फेरि घर आउँछ है। मामाहरू नि हुन्छ बाहिर, मम्मीले मामाहरू लगाइदिन्छ, बुवाहरू उता दिदीको घर जानु टिका लाउन। अब त्यही हो है, यही है गाइजहरू। अनि त्यसपछि ल भयो ल हाम्रो यहाँ तिहारको लागि यता यस्तरी रेडी हुँदैछ है। यता दाइ भाउजूहरूलाई पनि एकदम तिहारको शुभकामना। ल फुलहरू यो यहाँ राख्ने हो, यो हामी लैजाउँ। ल ल ल सिउ लेटर। सबैलाई वान्स मोर तिहारको शुभकामना। यता हामी यहाँ कोसेली लिएर जाँदैछौँ उता टिका लाउन है। पहिलाको पालि ल यहाँ बहिनीले ल रचुलाई पनि ह्याप्पी तिहार है। अहिले उता टिका लगाएर ल सोपी ह्याप्पी तिहार। यस्तो छ है। उता ठुलोआको घर टिका लगाएर फेरि रिटर्न ब्याक हो। ल अहिले जान्ला नि। ल ल ल आज मस्त घाम लागेछ है। मौसम पनि चिलचिल छ। ल यहाँ छ है यस्तै लगाउने चिजहरू। ल तपाईँहरू पनि राम्रोसँग तिहार मनाउनु है। टिका सिका लगाएर मिठो मिठो खाएर बस्नु होला है। हामी पनि टिका लगाइन्छ। अहिले टिका लाउँदाको भिडियोहरू नि आउँछ, बनाउँछु। फेरि उता नानीहरू फेरि टिका लगाएपछि सबैजना ग्रुप भएर अनि फेरि ल यहाँ मनोकामना मन्दिरको ल त्यही नै हो साथीहरू। छैन केही नै गर्दैन। ल यहाँ हाम्रो टिका लाउने ठाउँ पनि आइपुग्यो है। कति बजी हो टिका लाउने बेला? भयो कि भएन? भएन ल ल ल ठिक छ ठिक छ। ल यहाँ तयारी हुँदैछ है। ल हामीले आएको कोसेली राखेर सुन्न बिमी र छैन म थाली र त्यही भएर छैन एउटा सोफीहरुले भन्नु ल लक्ष्मी ह्याप्पी तिहार। थ्यांक यू सेम टु यु। मेरो थाली लिएर आइछ है। ल यहाँ हाम्रो रेडी हुँदैछ। हजुर थाली लिएर आउँछ। क्यान थाली थाली एउटा चाहिन म बनाएर। ल साथीहरू अब टिका लाउनलाई टाइम पनि हुँदैछ है। त्यसपछि यस्तो छ है बाहिरको माहौल है। सर्व 360 भ्यू है। मेरो ठाउँको 360 भ्यू यस्तो छ है। ल हाम्रो यहाँ विक्रम राज कता टिका लाउनु जाने हो? ल राइट ल एकदम है हाम्रो यहाँ 360 भ्यू है। यो पछाडि मनोकामना मन्दिर है। चट्ट यस्तो छ है। रङ लगाएर पक्का देखिसक्यो मनोकामना। हाम्रो घरको घरतिरको मेन चाहिँ एकदम राम्रो भनेको यो पुरानो बाबुबाजेहरूले रोपिदिएको रुखहरू चाहिँ है। यस्तो मजा आएको चाहिँ अब एकदम सरल है। बाटोहरूमा पुरानो चाहिँ गर्मीको टाइममा एकदम शीतल हुन्छ क्या साथीहरू होइन। बस्न लगाउनु कस्तो मजाको फ्रेस अक्सिजन दिन्छ कि यसले है। हेलो मेरो गोरे दादा आउने गोरे दादा। हजुर ल ल ह्याप्पी तिहार ह्याप्पी तिहार। टिका लाउनुलाई त्यो रातपात लिएर हुन्छ ल साथीहरू है। टिका लाउने टाइम पनि रेडी हुँदैछ। यता बहिनी र म चाहिँ पहिला मन्दिर दर्शन गरेर अनि त्यसपछि टिका लाउँछ है। यस्तो छ है। घाम मस्त लागिरहेको छ होइन। सट्ट मनोकामना मन्दिरले रक्षा गरौँ होइन। तपाईँ हामी सबैको है आँटे ताएको पुगोस्। श्री मनोकामना राम पञ्चायत मन्दिरले रक्षा गर्नु पाउने। यस्तो चाहिँ साथी म इन्ट्रेस्ट गरेँ है।
जाँच गरेपछि मनोकामना मन्दिरको व्यवस्था छ। ल गुरुलाई ह्याप्पी तिहार गुरु, ल नानीहरूलाई साउनी दिदी सबैलाई ल ल हजुर मनोकामना मन्दिर यस्तो छ हजुर। अहिले त अलि बेला हुँदैछ होला नि ल सबै एक राउन्ड घुम्यो है मनोकामना मन्दिर यस्तो छ है साथीहरू। मनोकामना मन्दिर घुम्यो है सबैलाई छोरा आन्टी दाइले पुऱ्याइदिनुहोस् है ल यसरी मन्दिर ल लटे बाबु ल यहाँ गुरुहरूको स्पेसल यहाँ बन्दैछ है ल एकदम भ्लगै भनिदिनु पऱ्यो ल ल ल छोरा है ल ल परमेश्वर आन्टी दाइले पुऱ्याइदिनुहोस् ल परमेश्वर ए तल पो त दुध चढाउने है मैले माथि पो चढाइदिइराखेको बस तल ल नवग्रहले रक्षा गर्ने परमेश्वर ल यहाँ चाहिँ कस्तो मजाको शिवलिङ्गहरू गर्नु ल हाम्रो यहाँ सरदमहरू रेडी हुँदैछ है बल्ल टिका लाउने बेला पनि हुनुला है सबैजनालाई 1 सेकेन्ड तिहारको शुभकामना भन्दै अब हामी रेडी हुन्छौँ है त साथीहरू सी यु लेटर रेडी थियो फेरि सोफियाले पुज्छ भनेर भइराख्दैन यहाँ धुप छ यहाँ तपाईँको ठाउँमा हो उता 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 हो त्यही आउनु पर्दैन घरिघरि उठ्दै हिँड्दै गर्नु भाइ टिकाको त भाइबाट लाउनु बाबा आउ त नानी पापी त्यो पनि मान्छे त्यो सोफा चाहिँ काइदाको रहेछ त्यो दुपहरमा क्वालिटी कसरी बहनै नसकिने के त ठ्याक्क उसमा राखेको उतापट्टि हो दुपहरमा सबै सर भएर अनि त्यो उचाइ राख्नुपर्छ क्या यसो गर्नु न यहाँ खेल पार्नु न यसो पहिला दसैँ तिहार कस्तो लाग्थ्यो अहिले जति उमेर बढ्दै गयो त्यो एकदम नर्मल चाड जस्तो लाग्यो चाड धेरै नानीले पोलदेखि मेरो घाउ ठ्याक्कै यसरी घुमेर ट्र्याक्टर त्यहाँ राखेको ल गाइज हामीहरू टिका लाउनलाई रेडी छौँ है ओ खोइ मेरो मोबाइल गाएर आइज सबैजनालाई तिहारको शुभकामना है सी यु लेटर कता फोन आएको फेरि मेरो के छ फोन उठा इम्पोर्टेन्ट हुनसक्छ फोन कहिले नि त्यो गर्नु अहिले बिचरा राम भाइले मेसेन्जर हान्नु रहेछ होइन यसो हेर अनि त्यहाँबाट केही इम्पोर्टेन्ट हुनसक्छ नि सुरु भयो हामीले त यहाँ घुम्यौँ गर्नु ल पश्चिमतिर ठ्याक्कै भयो पूर्वतिर फर्किनु बुहाले रहेछ कि बोल्नु सुरु गर्यो अब हामीले सुरु गर्नु दुईचोटि हुन्छ अब यहाँसम्म के आएछ त्यो बिमिरो खानु जानु होला बिहार त दोकान टुबक छैन उयो गोर्खा थियो के अब फेरि मैले ल्याएको छु नि खानेकुरा कति कराएको बाबुले के किनेर ल्याइदिनु
मासु सासु सब पकाएर ल्याएर मैले ल तिहार यसरी सुरु भयो साथीहरू यहाँ सिस्टरहरूले पुरै चाहिँ ट्याक्क चाहिँ बनाउँदै हुन्छ सानोबाट कि ठुलोबाट भाइटिकामा लास्टमा भाइटिकामा भाइबाट दाइल लगाइदिए दुई दिन लगाएर त बनाएको मैले तेल लाउने बानी छैन अहिले यस्तो तेल लाउँछ मोबाइलबाट पात तिनवटा ल्याएको मैले लिएर विदेशतिर हुनेहरू नि सम्पूर्णलाई चाहिँ ह्याप्पी तिहार है त्यहाँनिर मजाले मनाउनु टिका लगाउनु है नेपाली दोकानमा पाइन्छ होला सबै सामानहरू है भाउजूलाई पठाइन्छ नत्र त फोटो खिच्ने मान्छे नि होइन हुन्छ दुईजना होस् एकजना समान त्यही त हो दुईजनाले बिस्तार बिस्तार ल रेड चाहिँ बिचमा यसको बिचमा रेडै छ तेरो रेड राम्रो रहेछ आधी घन्टा त सबले लाइभ भ्याउँछन् है नेपालभरि है ग्रीन ग्रीन पहिला पालि त्यस्तो गर्मी लाग्यो कि दाइ हुन्छ तल घर लाउँदा कि पिङ परेन त्यहाँ सबभन्दा चिको चाहिँ मेरो राम्रोतिर चाहिँ हो कि है सबभन्दा टिका त गोरो मान्छेको राम्रो देख्दो रहेछ नि सुहाउँदो रहेछ यो रे रातो पहेँलो र हरियोको बिच्चा रातो बुझिस् दुगोको मान्छे ओ नानी पर्दैन परेर के गर्नु तल आज मात्र लाउँछु सधैँ लाउने माथिबाट कि तल र होइन अब तैँसम्म रोज्नु के अरे झन् बाँधी भयो नि भगवान् बस्छन् ठ्याक्कै यस्तामा लाउनु हुन्न कि यहाँ शिव भगवान्को नेत्र हो थाहा त्यसो त चाहिँ सर्लक माथि एकदम सर्लक ए चाक्लो हुन्छ कि मैले तँलाई हेर्नु पर्दैछु नि ठुलो त लाउनु त ठुलो सानो त कस्तो रहेछ माथि रातो सबभन्दा माथि रातो पहिला रातो टपक्क ढपक्क ढपक्क अनि मेरो मोबाइल पनि खिचिदिनु है मेरो मोबाइलको लक खोलिदिए त्यो मेरो मेरो भयो तल पठाइदिनु भयो पिङ पिङ माथि
फेरि आत्तिनु हो बरु त्यो धेरैजनालाई लाउँछ ढ्याप्प 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 धेरै उठायो त्यही माथि ट्याक्क त्यस्तो अब सिन्दुर दुबो बल्ल लाउने हो अरू दुबो लगाइदियो अलि अलि धेरै लान ट्याप्प लाउने अनि बल्ल पनिर लाउने ल आऊ नानी म दिन्छु यहाँ अब यल्लो ए नानी भित्र छ तिम्रो नानी यहाँ झिकेर खाऊ कि नानी ओइ नानी ल अब उता नानी नानी ओइ नानी हड्डी हैन त्यो पर्पल त्यो पर्पल अलि झ्याप लाउँछ पर्पल झ्याप जुन लाइन हुन्छ न लाइन भिडियो लाइदेन पहेँलो न त रातो लाइदे रातै लाइने हुन्छ हो रातो हो कालो हो त्यहाँ बिचमा पर्पल र रातको बिच यहाँ नि तल यहाँ हो त्यहाँ त रातो त पहिले रहेछ नि त रातो छ तर त्यो रातो राम्रोसँग लाइहेनस् के त्यहाँ तल लाइहाल्यो अब झिझिले माथिबाट माथिबाट अझै भन्नु माथिबाट हिजो त्यो रोस्ट बनाउनु सबै बनाएर ल्याएको छु माथि पातै ठुलो रोस्ट पात ठुलो होइन हामी साथीहरू कस्तो देखेछ भनिदिनु होइन मलाई लाग्छ राम्रो देखेछ होला है अहिले मालासाला लगाइन्छ फेरि खिचे जस्तो गर्ने कि ला यस्तै फोटो खिच्न त परेन नानु ल यसमा लपक्के चोको पाइदिएन मात्रै मेरो के खान्थ्यो के पापड पापड खान्छ न ए यो दाइ भयो ए ल खान्दिनु खान्दिनु सुकेश दिएन म समात्छु टालो दाइ त्यो टालो फाल्दैन चस्मा एकछिन त खोल्नु होइन राम्रो हुन्छ कि त्यो पहिला 8-10 वर्ष अगाडि सानसाना चाहिँ राम्रो हुनुपर्छ ठिक तपाईँलाई कस्तो फिल भयो बिचमा बच्चाहरूलाई त खेलिहाल्छ त नि यसो त त्यस्तो रुचाउँदै रहेछ गाउँतिर एउटा यसो ट्याप्पै बाबुले लिएर आउनु भयो हैन गाउँ त हो त्यही यहाँ गएदेखि फेरि लगाउनु अब यहाँ त दाइको पाली छ दाइले लाउँदै हुन्छ साथीहरू त्यसपछि अनि माला लाइन्छ त्यसपछि के खाइन्छ त्यसपछि बल्ल रियल तिहार हुन्छ पाउनु ला यस्तरी एउटा तपाईँहरू पनि लाउनुहोस् रमाइलो गर्नुहोस् है स्पाइडरम्यान होइन त्यो ल ईश्वरले बनादे यस्तो कुरा त मलाई त आउँदैन उता सल्लमिका गएको भाउजू बिलेट चाहिन्छ होला नि फेरि भाउजू अनि तलहरू जान्न डेनिस जान्छ कि नजान्छ जान्छ नि अरे म त फेरि उता गएको भाइको है त सानो घर नानी वर्षबाट यही आउने जोजोलाई देऊ पपीलाई देऊ सुरुमा लाग्छ अहिले त टाठी भइसक्यो त बिलेट चाहिन्छ नानी यस्तो भयो नि त्यति बेला अब जन्मिन तिम्रो पनि लाग्यो एउटाले समात्छ एउटाले चाहिँ खुराएर छोराएर फेरि यहाँ ठिकै बिर्छ साथीहरू कटुसे एकदम चाहिँ म एकदम मन भाउजू भाइलाई चाहिँ के अरे एकदम अच्छा खालको फ्याट हुन्छ अरे कार्बोहाइड्रेट कोही पनि प्लेट होइन यस्तो पेपर यहाँ छ पनि यता त मेन सबै रङ हुनु पर्यो अनि एउटै रङ चाहिँ डबल हुनु भएन तरङ्गी हुनु पर्यो होइन त्यही हो नराम्रो बाङ्गे भएन कसरी त्यो उसले लाउँछ टल्केको सुन बनाएर ल्याएको
बिस्तारै माथिबाट तान्ने मिनाउ सबसे राम्रो दाइले ल फोटो देखाइदिन्छु मान्छे नि अहिले नि देखाउनु पर्ने रहेछ साँच्चै तेल लासे बिर्सेछ अहिले खोइदिने अहिले कपालले गोरो पर्ने तेलले लाउनु पर्ने लाइ चाहिँ पूजामा अनि माला लगाइदिउँ सानो हो एउटा फोटो पहिला खिचिहाल्नु अनि मेरो मोबाइल त निकालेकै रहेछ अहिले आत्तिन्छ नि फेरि मलाई अहिले पर्न अहिले फोटो त अहिले पछि खिचौँला नि ल ल टिका तपाईँले खिच्नु मिल्दैन आइज यता पूजा आइज ल साथीहरू बल्ल चाहिँ टिका लगाए जस्तो भयो है फुलमाला सबै दाइहरूलाई राम्रो स्वागत गरिदिनुहुन्छ हाम्रो बहिनीहरूले हेर सम्झिने ल लक्ष्मी माता लक्ष्मी है त्यही हो बाहिर गए सबै हुने नि त यो आफ्ना हटिन्न पहिला दाइ हुँदाखेरि चाहिँ अहिले यहाँ पत्तो लाउने भन्ने हुँदैन अब भिडियो अन्त 15-16 वर्ष लाग्यो क्या अब हाम्रो घर लाउने नि म बस्छु यो मलाई लगाइदिनु म दाइलाई बनाइछु भने के अरे मैले त्यही भएर दुईटा मात्रै सुपारी ल्याएँ बनाइस् ए मैले त सुपारी पाइनँ त्यही भएर तैँले के हुन्छ अन्त नि यसले फोन गरेको थिएँ मैले फुल नभएर गएको थिएँ बाबा फोन गरेको थिएँ मैले मैले बनाएको छु दाइलाई भने फुल पनि बजार नि सर्टेज छ अरे सुपारी लाउनुपर्छ अरे क्या बजार चाहिँ पाइएको थिएन अब मेरो बनाएर यस्तो हामीले माला गाँच्दाखेरि एउटा यस्तो सुमेरो अब सुन त त्यो डाइरेक्ट न त एउटा तिनवटा पहिला बस्यो फोटो अहिले खाना अनि खुवाउने होइन खुवाउनु परेन ओखर फोरेन ओखर फोर्ने खुवाउनु पर्यो नि अनि फोटो खिच्न नाच्दिनु अनि बल्ल चाहिँ बरु झ्याम्ने फोर्ने ओ फोर्नेहरूले लगाएर बरु हामीले फोर्ने नि आफूले खुवाउने फोरिन्छ यो त धन्यवाद थ्याङ्क यू भेरी मच दुईजना सिस्टरहरूलाई गोजी अगाडि टक्क हालेर हिँडेपछि जितौरी एकदम सबै भएको लक्ष्मी जति सबै यता आउन् अनि के ल्याऊ ल्याउँ त अनि हामी ढोक्न पर्यो हामी दिनु पर्यो हामीले दिएपछि अनि ल्याएका ल्याऊ अनि हामी ढोक्न पर्यो हामी दिनु पर्यो फेरि मेन त्यो हो नि त त्यो अघि नै तिमीहरू टिका लगाएर भने त्यो माला लास्यो अब एकैचोटि फाइनल गरेर अनि तिमीहरू लाउँदा ठिक होला भन्नु अनि बल्ल फोटो खिच्ने कि अब पछि फोटो बल्ल फोटो खिच्ने यो नानीलाई लगाइदिनु पर्छ सुन्तला आएको त अब बल्ल सुन्तला सिजन आएको हो कि राखेर दिने पहिले लिने चाहिँ दिने हो कि रेडी त
हामी त्यस्तो ट्याक्सी त त्यो बोले थियो होला भन्दा त साथीहरु यहाँ बोले जाऊ आइयो नमस्ते ल साथीहरु यस्तो हुँदो रहेछ खास र ठुस है पुरै कागज हुँदो रहेछ त हैन त के गर्ने अब ल वो पानी चाहिँ हालेर ठिक हुन्छ कि के छ त्यो साथीहरु यही टिका लगायो त्यस एकदम रमाइलो भयो आज तिहार है अब अर्को राइडहरू जानु त्यस्तो छ ल है सबैलाई तिहार है सबैलाई हामीले हुन्छ होला के बिहार अब राता हरियाली हाम्रो चाहिँ यहाँ सेतो आटो खाना चल्दैछ है लेमन ठिक हुन्छ है लेमन ठिक हुन्छ घर सबै लेमन घर सबै लेमन त्यही भएर नत्र मैले ल्याबा त दिन्थेँ नि माइजूलाई बर दाजुभाइलाई खुवाउने मात्रै होस् भयो आज त्यही भएर अनि कोक ल्याउने बिर्सेछु तिमीले कोक सुप लिएर आएछ बिर्सेछु त नि के काब्रे जहिले मात्र किनेर ल्याइदिनु पर्छ अनि साथीहरु फाइनली टिका पनि लाग्यो है अब हामी तीनजना ब्रदरहरु भएर ल्याउनु बिर्सेछ नि त सिस्टरले ल्याएको खुसीले लग्यो यो हाइल्यान्डर नेचुरल ग्लेसियर वाटर प्योर ग्रीन स्पिरिट यहाँ च्याप्टा खान्छ यहाँ मासुहरू बन्छ तरकारी मासु है आलु गोबर मासु पनि हुन्छ मासु नखाने दाइ कुखुराको घरको किनिरहेको छोड्दै के छ खानु त तरकारी पापड रहेछ जो पर्नु त हुन्छ नि नपरेको लागि है यो अलि हामी चाहिँ हालौँ ल त्यस्तो चाहिँ साथीहरूलाई हाम्रो ब्रदरले खोज्दै हुन्छ हजुर
त मामा कस्तो भयो त नि राम्रै भयो आज पहिलाको जस्तो त भएन के अरे है धेरैजना यताउता बुवाहरू नि आउनुहुन्छ होला एकछिनमा बिस्तारै लिनु न कोक सोक हाल्ने भयो ल हस् के भयो मेरो बाबालाई नराउ त खोइ छोड ल साथीहरू है तिहार पनि आज रमाइलो मान्यो भन्दा नि मानिँदैछ है यस्तो छ माहौल है भर्खरै ठुलो बाको घर टिका लाएर मस्त मासु खाएर आगो है यता मामाहरू यस्तरी खानदिन भइरहेछ अनि यता यहाँ फोटो खिच्ने भनेर बुझ्छौँ केटी कता छन् थाहा छैन है ल सानो आऊ त सानो तोल पुतुल कहाँ गयो मेरो तोल मैले त हेलेकै छैन मेरो तोललाई टिकी लगाएको खोइ मेरो टिकी लाम्लो भएको छ हेले त भात भएको छ ल साथीहरू यस्तो ल त्यहाँ त म एक्लै भन्दा पार्टनर चाहिएको थिएन भन्यो होला भोलिनु ए तेरीमा कता हात काट्दैछ ठिक छ ल साथीहरू है दोकानमा दाइसँग ल चियर्स गरिदियो है ल ह्याप्पी तिहार है राजेश बानिया बनिएको दोकानमा है हामी दाजुभाइ ल दाजुभाइ टक्क चिल हान्दैछ ल दाइ ल है दिवाली हेप्पी दिवाली युट्युबमा आउँछ बाबु यो युट्युबमा हाल्छु दाइ अब हाल्छु हाल्दिनँ भन्दा नि बियर खाएको त सबै हाल्नुपर्ने कि यस्तै ल साथीहरू त्यस्तै छ यहाँ चाहिँ स्पिकर मेरो है यताबाट नमुना मार्ग है सट्टै यस्तो छ अहिले बस्ती पुरै भइरहेछ हाम्रो लमजुङको दाइ हो जमानाबाट दाइको गाउँ जाने भन्दा त्यस्तो भइरहेछ कुनै दिन गइएछ भने दाइसँग एड्रेसमा आएर भयो भने दाइको घर छिरेर आउनु पर्ला है साथीहरू त्यसपछि देखाउँछु दाइको घर ल